हर्क साङपाङले बनाएको श्रम संस्कृति पार्क यस्तो छ। सुनसरीको धरान उपमहानगरपालिका 13 मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन्। धरान वरपर गरिएको वृक्षारोपणले सबैको मन आनन्दित हुन्छ। पहिला बगर र झाडी भएको ठाउँमा अहिले फूल र बोटबिरुवा हुर्केका छन्। काठमाडौँबाट साथी धनरथ महर्जनका साथमा धरान घुम्न पुगेका राजेन्द्र राई खेर गएको ठाउँको सदुपयोग गरेर आकर्षक उद्यान निर्माण गरेको थाहा पाएपछि औधी खुसी भए। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साङपाङ र उनका सहयोगीले निर्माण गरेको उद्यान पछिल्लो समय धरानको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै आएको छ। सर्दु खोलाको उजाड बगरमा फलफूलका बिरुवा रोपेर आकर्षक बगैँचा बनाइएको छ। बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ काट्ने आरा धरानको नमुना निर्माण गरिएको छ। त्यसको छेउमा किराँत संस्कृतिमा महत्त्वपूर्ण मानिने चिन्डोको आकृति झल्किने धारा बनाइएको छ। उद्यानको वरिपरि विभिन्न मनकारीले आफन्तका नाममा पर्यटकलाई बस्न मिल्ने गरी फाइबरका फलैचा र कुर्सी निर्माण गरिदिएका छन्। उद्यानका ठाउँ ठाउँमा साउन्ड बक्स राखिएको छ। त्यसबाट संगीतको धुन गुन्जिरहेको हुन्छ। शान्त र सुन्दर वातावरणमा सुमधुर संगीतको धुनले त्यहाँ पुग्ने पर्यटकको मन आनन्दित हुन्छ। उद्यानमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म घुम्नका लागि पुग्ने गरेका छन्। उद्यान युवा पुस्ताका लागि साथीहरूसँग घुम्ने आकर्षक गन्तव्य बनेको छ। धरान उपमहानगरपालिकाले उद्यान यस क्षेत्रमा भएको वृक्षारोपण र खानेपानीको मुहान संरक्षण गर्न दैनिक 6 देखि 7 जना नगर प्रहरी परिचालन गरेको छ। उद्यान क्षेत्रमा खटिएकी नगर प्रहरी कविता कार्कीका अनुसार उक्त क्षेत्र घुम्न दैनिक 200 देखि 300 आन्तरिक पर्यटक आउने गरेका छन्। उद्यान घुम्न नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारतका सिक्किम दार्जिलिङदेखि पनि पर्यटक आउने गरेका छन्। स्वतन्त्र नागरिक समाजको अगुवाईमा चौतारा निर्माण गरिएको छ। दाताको रु 11 लाख सहयोग जुटाएर चौतारा निर्माण गरिएको हो। इटारीकी रमा लिम्बू साथीहरूको समूहमा उद्यान घुम्न पुगिन्। त्यहाँ फूल संरक्षण गरिएको साह्रै मन पर्छ। खानेपानी शौचालय लगायत सुविधा छ। त्यहाँ बारम्बार आउन मन लाग्छ उनले भनिन्। उद्यान निर्माण हुनुभन्दा पहिला सर्दु खोला पुल छेउमै बीपी उद्यान र ओसो उद्यान निर्माण गरिएका थिए। धरानमा पुराना रंगकर्मी तथा निर्देशक खगेन्द्र पन्दाक र गायक कञ्चन थलङ उक्त क्षेत्र पदयात्राका लागि पनि उपयुक्त भएको बताउँछन्। यहाँबाट भेरेटारसम्मको पदमार्ग निर्माण गरेर उक्त उद्यानलाई प्रस्थान बिन्दु बनाएर पर्यटनको विकासमा मद्दत पुग्छ गायक थलङले भनेका छन्। उद्यानमा नियमित पुगिरहने रंगकर्मी तथा निर्देशक पन्दाक धरानमा नयाँ पर्यटकीय स्थल थपिएकोमा खुसी